साथीहरू अनि हामी चाहिँ अहिले सालपा सिलिचुङ हिँडेको होइन अनि अहिले हामी चाहिँ यहाँनिर भोजपुर जिल्लाको सतीघाटमा आइपुगिरहेको छौँ हाम्रो टोली चाहिँ जम्मा 8जनाको हो तर यहाँ हामी 5जना छौँ 3जना आउँदै हुनुहुन्छ 3जना आउँदै हुनुहुन्छ हामी चाहिँ खाजा नास्ता खाँदैछौँ है साथीहरू अब हामी चाहिँ उता दिङला हुँदै जानुपर्ने रे खै बाटो चाहिँ एकदम कति छ रे खै कसरी पुग्ने हो थाहा छैन हेरौँ हेर्दै जाउँ साथीहरू हेर्दै जानु होला तपाईँहरू पनि हेलो साथीहरू हामी चाहिँ अहिले दिङला बजारमा आइपुगिरहेको छौँ यहाँ अब खाना खानु लागेको होटल फास्ट फुड रहेछ मलाई पढ्नु नि जान्नु छोडेको होटल फास्ट फुड एन्ड लज ल हामी चाहिँ खाना खानु लागेको खानाहरू आइसक्यो लजाउने कुरा छैन नि किन लजाउनु हामी देखिँदैछौँ एकदम मजाले यो साँच्चै यस्तो गरेर खायो भने एक गाँसमै अट्छ त बस्छ हामीले बिहानको खाना खाइसकेपछि चाहिँ बजार घुम्नतर्फ लाग्यौँ यो भोजपुरको दिङला बजार चाहिँ एकदमै पहिल्यैदेखि एकदम प्रख्यात बजार सानो हुँदाखेरि भोजपुर दिङला बजार भनेर नाम चाहिँ सुनेको होइन तर आज चाहिँ घुम्ने मौका मिल्यो तपाईहरू देख्न सक्नुहुन्छ बजार एरिया चाहिँ एकदमै सानो छ र यहाँको बजार एरियाको घरहरू चाहिँ एकदमै बाक्लो रहेका छन् अनि यहाँ बजार क्षेत्रको सडक पनि अलि साँघुरो रहेको छ बजारको नजिकै रहेको छ एउटा मन्दिर जसको नाम हो श्री सीताराम सडेश्वर मन्दिर र मन्दिरको ठिक विपरीतमा रहेको छ एउटा सानो पार्क जहाँ चाहिँ बालगुरु षडानन्दको प्रतिमा स्थापना गरिएको छ बालगुरु षडानन्द चाहिँ नेपालकै पहिलो विद्यालय खोल्ने पहिलो व्यक्ति हुनुहुन्छ राणा शासनकालमा चाहिँ राणाहरूले मात्र पढ्न पाउने गैर राणाले चाहिँ पढ्नै नपाउने स्थिति थियो त्यो समयमा पनि उहाँले भोजपुरको दिङला बजारमा गैर राणाका लागि विद्यालय खोल्नुभयो जसकारण शिक्षा क्षेत्रमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ दिङला बजार घुमेपछि हामी दिउँसोतिर लाग्यौँ सालपा हाम्रो यात्रालाई निरन्तर जारी राख्यौँ साथीहरू हाम्रो यात्रा चाहिँ जारी छ सालपा सिलिचुङको लु बाटो फेरि यस्तो छ यस्तो बाटोमा अब ट्र्याक्टरसँग भेट भइगयो के गर्नु अनि कि साथीहरू बाटो चाहिँ ठाउँमा लास्टै खराब रहेछ क्या अनि त्यही भएर मैले त गाडी चलाउनै छोडेर अरूलाई चलाउन दिएर म चाहिँ पछाडि बसेर गएको के साथीहरू अब यो तपाईँले देखिरहनु भएको यो बाटो त राम्रै हो एकदम राम्रो हो तर ठाउँमा चाहिँ लास्टै खराब रहेछ होइन तर पनि अब बाटो खराबीको बावजुद पनि हामी चाहिँ हाम्रो यात्रालाई निरन्तर अगाडि बढायौँ र ठाउँमा यसरी बिसाउँदै रमाइलो गर्दै हामी चाहिँ अघि बढ्यौँ अब जिन्दगीमा अब यस्तो पल त अब फेरि आउँदैन नि त त्यही भएर अहिले जे छ त्यसैमा रमाउने हो अनि यो पलहरूलाई चाहिँ एकदम अविस्मरणीय बनाउने कोसिस गर्दै हामी चाहिँ नाच्दै गाउँदै यसरी रमाइलो गर्दै चाहिँ हामी अघि बढ्यौँ है साथीहरू फेरि हाम्रो ग्रुपमा चाहिँ सबैजना रमाइलो खालको मान्छेहरू मात्रै हुनुहुन्थ्यो कि त्यही भएर पनि एकदम रमाइलो भइरहेको थियो एकदम सँगले त्यस्तो बोरिङै नहुने क्या साथीहरू भिडियो बनाइदिनु न विचार
उहाँको चाहिँ सोलो राम्रो आयो क्या भिडियो अनि कि साथीहरू यस्तो खोला त कति तर्नु पर्दो रहेछ कि खोलै खोला यो चाहिँ फेरि खोला हो यस्तो खोला त कतिवटा तर्नु पर्दो रहेछ हामी चाहिँ दिङलाबाट चाहिँ ढिलो हिँडेको कारणले एकदमै ढिलो पुग्यो बस्ने ठाउँ अनि बाटोमा जाँदा जाँदै रात पर्यो त्यसमाथि फेरि बाटो एकदमै खराब अनि बाइक ठेल्दै अब ठाउँ ठाउँमा ओर्लिँदै हिँड्दै बाइक ठेल्दै चाहिँ हामी बिलबाटे पुग्यौँ हामी पुग्दा चाहिँ 8 बजेको थियो अनि त्यहाँ पुग्दा चाहिँ एकदम चिसो भइरहेको थियो अनि जाडो छल्नलाई चाहिँ हामीले आगो फुक्यौँ अनि आगो ताप्दै बस्यौँ त्यहाँ चाहिँ 2 जना अङ्कलहरू हुनुहुन्थ्यो क्या अनि उहाँहरूले चाहिँ नेपालको पूर्वी पहाडी भूभागमा गाइने मौलिक लोक भाका चाहिँ गाउनु भयो क्या अनि हामी चाहिँ त्यही सुन्दै आगो ताप्दै बस्यौँ अनि तपाईँहरू पनि सुन्नु होला है त यो भिडियो गर्छु सोई 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 रानी सोई 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 त्यस्तो पाउँछ त्यस्तो राम्रो अब यो आज त सुन्नु पाएको यस्तो गीत जन्मेर यस्तो भएर मसाली गम्मा जानुमा हुन्छौ साली पासेकी सिली चुम्समा सोई राजा सोई 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 रानी सोई 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 उहाँलाई डिस्टर्ब गरिन् पनि चौबन्दी चोला चौबन्दी चोला चौबन्दी चोला चौबन्दी चोला सिली छोदेखि साली पोखरी गरी आउनुमा होला सोई राजा सोई 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 रानी सोई 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 अनि उहाँ अङ्कलहरू चाहिँ घर बनाउने मिस्त्री हुनुहुँदो रहेछ त्यहाँ घर बनाउन बस्नु भएको रहेछ अनि हामी पुग्यौँ अनि हामी चाहिँ गीत गाउँदै रमाइलो गर्दै गीत बजाउँदै नाच्दै बसिरहेको थियौँ अनि उहाँहरू पनि एकदमसँगले रमाइलो गर्नुभयो के कति पछि होला सायद मलाई चाहिँ एकदम माया पनि लाग्यो कि एकदम रमाइलो गरिराख्नु भएको थियो अङ्कलहरू अनि म चाहिँ यता बसेर पुरा भिडियो बनाइरहेको थिएँ कि अनि सबैजना नाचिराख्नु भएको थियो नि त अनि त्यही भएर मैले चाहिँ सबैको भिडियो बनाइदिएको साल्पा सिलिचुङको पहिलो दिनको यात्रा यस्तै भयो साथीहरू अब यो बिलबाटे भन्ने ठाउँमा अब खाना खाएर हाम्रो बास चाहिँ यहीँ हुनेछ अनि आजको यात्रा पहिलो दिनको यात्रा चाहिँ एकदम बबाल रमाइलो भयो होइन अनि तपाईहरूले पनि भिडियो हेर्नुभयो होला तपाईहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला आजको भिडियो यति नै फेरि अर्को भिडियोमा भेटौँला भन्दै भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु बाई बाई गुड नाइट